हेलो एभ्रिवान, सबैजनालाई मेरो मिनी भ्लगमा फेरि पनि स्वागत छ। आज चाहिँ मेरो बहिनीले भिडियो बनाइदिँदै थियो अनि हेर्नुहोस् यहाँ मेरो बहिनीको एक्टिङ चाहिँ अलि धेरै नै छ कि साथीहरू। अनि म चाहिँ पछाडि काम गर्दैछु अनि त्यसपछि हाम्रो बाबा र मम्मी चाहिँ मजाले टिभी हेर्दै हुनुहुन्छ अनि म चाहिँ यहाँ मेरो डेली रुटिन यही हो साथीहरू, यही हो। देख्नु सक्नुहुन्छ विदेशबाट आएको दुईटा पंखा अनि हाम्रो दौरा चाहिँ फेरि नयाँ स्टाइलको छ नि फेरि साथीहरू, हजुरलाई कस्तो लाग्छ। अनि म चाहिँ काम गर्दैछु, भित्र त ठिकै हो साथीहरू काम गर्नलाई, बाहिर त एकदम गर्मी छ। हजुरकोतिर कतिको गर्मी छ साथीहरू? यता त एकदम गर्मी छ एकदम। अनि हजुरहरू सबैजनाले मलाई फलो गरिदिनु होला, म पनि फलो गर्नेछु हजुरहरूलाई। अनि मेरो भिडियो चाहिँ फुल वाच गरेर लाइक कमेन्ट गरिदिनु होला है साथीहरू। अनि अब हामीले पनि एकअर्काले सपोर्ट गरेर अगाडि बढ्नुपर्ने हुन्छ साथीहरू। म पनि एउटा हाउसवाइफ हो, मैले पनि भर्खरै हो यो के भन्छ जर्नी सुरु गर्न थालेको, धेरै भएको छैन। म पनि अब विदेश नगइकन यहीँ केही हुन्छ कि केही गर्न सकिन्छ कि भनेर लागेको हो साथीहरू। सबैजनाले सपोर्ट गरिदिनु होला। अनि त्यो चाहिँ मेरो सानो गुडिया हो साथीहरू मैले देखाएको चाहिँ। अनि देख्न सक्नुहुन्छ म चाहिँ एकदमै प्लान्ट लभर हो साथीहरू, एकदम झाडी छ हेर्नुहोस्, सबै यो फुलको झाडी हो। अनि म चाहिँ यहाँ अझै मिलाउँदैछु, हेर्न सक्नुहुन्छ यो सिजनमा चाहिँ यो 12 बजे फुल चाहिँ एकदम राम्रो देखिने के साथीहरू। अनि फुल चाहिँ टन्नै छ मेरो घरमा पनि, मैले एकदम मलाई चाहिँ एकदमै मनपर्छ के फुलहरू रोपेको। अनि अझै पुगेको छैन साथीहरू, अझै रोप्ने बाँकी छ। अनि अब आज चाहिँ बल्ल मेरो बहिनीले भिडियो बनाइदिएको भएर मैले घर सफा गरेको पनि भिडियो हाल्न पाएको छु मैले चाहिँ। अनि मेरो बहिनी चाहिँ म जता गएँ त्यतै क्यामेरा लिएर आउँदै भिडियो बनाइदिँदैछ। मेरो बहिनीलाई चाहिँ धेरै धेरै धन्यवाद भिडियो बनाइदिएकोमा भन्न चाहन्छु यही भिडियोबाट। अनि साथीहरू मैले चाहिँ मेरो देख्नुभयो नि, यो चाहिँ हो घन्टी फुल, यो चाहिँ हो बेगमबली। कस्तो लाग्छ साथीहरू हजुरलाई चाहिँ फुलहरू? मलाई चाहिँ एकदमै राम्रो लाग्छ। अनि यहाँ हेर्नुहोस् जादु देख्नुभयो नि, सानो सानो थुङ्गाबाट एकैचोटि ठुलो ठुङ्गा भयो, देख्नुभयो नि। अनि मेरो चाहिँ बढाल्ने कामै सकिया छैन साथीहरू। अब हेर्नु यहाँ मेरो बहिनीको पागलपन्ती एकदमै देख्नुभयो नि, जेठानी त्यहाँ मरी काम गरिरह, बहिनी चाहिँ वहाँ जामला फुरुक नाचेहा। कामै यति हो साथी, कामै यति हो। अहिले त त्यति मात्रै हो। ल हेर्नु त नाचेको, आफ्नै सुर आफ्नै ताल हो। अब कसले के भन्ने खोइ। अब कुर्सीमा बसेर यहाँ भाषण दिँदै मलाई। अनि अब मेरो आँगन हेर्दै आँगन बढाल्ने पालो पनि आइपुग्यो साथीहरू। एकदमै गर्मी थियो, म त मेरो हेर्नु न ढाडमा पसिनाले भिजेर केही छैन, सबै भिजेको छ। अनि पसिना आएर मलाई त। अनि म चाहिँ के भन्दैछु भन्दाखेरि यो घाम पनि कति चर्को लागेको हो, यो सूर्यको पनि गर्लफ्रेन्ड भइदिएको भए अलिक कन्ट्रोलमा राख्थ्यो कि भनेर कुरा गर्दैछु साथीहरू। अनि मैले भने जस्तै सधैँ मैले चाहिँ घर सफा गरिदिन्छु, उसले चाहिँ पोछा लगाउँछ। यो चाहिँ हाम्रो घरको चलनै हो साथीहरू भनौँ। अनि त्यसपछि मेरो चाहिँ कपडा टन्नै थियो हाम्रो, अनि मैले पट्टाउन थालेँ, कपडा पट्टाउँदै बसेको थिएँ म चाहिँ। अनि एकछिन त्यो बढालेको भएर गर्मी भइरहेको थियो। यति नै हो।